हेलो गाइज, हामी चाहिँ आज मुभी हेर्न जान लाग्यो है। हामी त कहाँ जान लाग्यो भन्नुहुन्छ होला। सिभिल हलमा मुभी हेर्न जान लागेको, चिरी चटक्क परेर होइन, चट्टसँगले। अनि म चाहिँ जिस्काउँदैछु कि अनि यिनीहरू दुईजनालाई म चाहिँ जिस्काउँदैछु। अब मुभी आज को रुने हो, कति रुने हो मुभी हेर्दाखेरि भनेर। अनि पछाडि साइडपट्टि ब्ल्याक लाउने एकजना चाहिँ धेरै रुनुहुन्छ कि मुभी हेर्दाखेरि माने रुन्छ कि। त्यही भएर म चाहिँ जिस्काउँदै जाँदैछु गाइस। हामी चाहिँ अब ब्याक क्यामेरा गरेर मैले देखाइरहेको छु तपाईँहरूलाई। अनि नाइस भ्यू देखिरहेको छ, तर पनि अलिक अँध्यारो छ है। आज अलिक दिन धुम्बिएको छ कि त्यति धेरै घाम लाग्दैन, हल्का चाहिँ अब अहिले बानेश्वर पुगेर अगाडि बढिसक्यौँ नामनगरतिर गाइस। फेरि म ब्याक क्यामेरा गर्छु, ल हेर्नु होला। अन द वे यार, यी चट्टसँगले अगाडि बढ्दै हामी जाँदैछौँ होइन। हेर्दै फलो गर्दै आउने गाइस। हामी कहाँ पुग्छौँ भनेर होइन। फलो गरे हामी कहाँ पुग्यौँ गाइस। अहिले हामी टक्क माइती निस्किन लाग्यौँ होइन। अनि टक्क स्वाट गाडी मोडेर अब हामी लाग्यौँ कतातिर गाइस भन्नुहोस् त। तपाईँहरू पनि अलि अँध्यारो छ, त्यही पनि थाहा हुन्छ, केटिएम बस्नेलाई थाहा हुन्छ है हामी कहाँ पुग्दैछौँ भनेर गाइस। हामी चट्टसँगले फाइनल्ली हामी सिभिल मल पुगिसकेको छौँ गाइस। अनि साथीहरू यहाँ हामीलाई वेट गरिरहेको छ। अब हामी भित्र छिरिसक्यौँ गाइस, हल्का भिडियो बनाउन थाल्यौँ भित्र गएर। अनि त्यस पछाडि हामी हल्का यहाँनिर फोटोसुट गर्छौँ है। अब टक्कसँगले यहाँ सबैजना हेर्ने गाइस। अनि यहाँ चाहिँ कलाकारहरू आइपुगेको छैन कि, त्यही भएर फिल्म स्टार्ट भएको छैन कि। एकछिन कलाकार आइपुगेपछि फिल्म स्टार्ट हुनेछ गाइस। पल्साहरू आउँदैछ आज मुभीको यहाँ आज रिलिज हो नि त, फर्स्ट डे रिलिज भएको भएर। अनि सबैजना वेटमा छ कलाकारहरूलाई गाइस। अनि हामी चाहिँ त्यसकै मौकाको फाइदा उठाएर भिडियो बनाएर टक्कसँगले यसो होइन टाइम पास गरिरहेको छौँ। अनि यहाँ ब्युटिफुल गर्ल्सहरूलाई मैले चाहिँ तपाईँहरूलाई देखाइरहेको छु। यो चाहिँ मेरो सबै पार्टीहरू हो गाइस। भनेको मेरो साथीहरू हामी यहाँ फोटो सुट गऱ्यौँ त्यो एउटा। अनि ल मुभी स्टार्ट भयो गाइस, ल हेर्नु होला। विपना थापा, पल्सा अनि बाबा भन्ने चाहिँ इन्डियन हुनुहुँदो रहेछ, नाम के हो मलाई थाहा भएन एक्चुअली। त्यो पनि उहाँको एक्टिङ एकदमै दामी थियो। विपनाको एक्टिङको त झन् कुरै नगरौँ होइन। उहाँलाई त मैले धेरै वर्षपछि देखेको है। हामी सानो हुँदा उहाँलाई हिरोइनमा हेरेको। उहाँ उषा हुनुहुँदो रहेछ एउटा हिरोइनी, अर्को चाहिँ सिमरन हुनुहुँदो रहेछ। सबैको नयाँ दुईजना चाहिँ मैले अनुहार देखेँ, र राम्रो छ उहाँहरूको एक्टिङ पनि। पल्साको त भन्नै पर्दैन होइन। ओ गड, लास्ट अब त के भन्ने गाइस, तपाईँ देखिहाल्नुभयो। अनि यता हामी फेरि ए उषासँग फोटो सुट गर्दैछन्। अनि फेरि स्टार्ट भयो गाइस सेकेन्ड हाफ मुभी। अनि त्यस्तै हो गाइस। अलिक स्याड चाहिँ धेरै रुवाउँछ मुभीले चाहिँ गाइस। ओ माई गड, यो मुभी हेर्न चाहिँ एउटा रुमाल चाहिँ खल्तीमा हालेर जानु होला गाइस। लास्टै स्याड देखाउँछ मुभी, स्याड छ, रुवाउँछ एकदम धेरै होइन, इमोसनल। ओ माई गड, मुभीले चाहिँ लास्टै रुवाउँछ गाइस। म त रुँदा है आँखै यत्रो थियो। मसँग जाने साथीहरू पनि सबजना रुइरहेको अवस्था गाइस। हामी टिमै रुएर बर्बाद भइरहेको थियो। अनि अति धेरै रुवाउने कि मुभीले चाहिँ। सारङ्गी मुभी कसले हेर्नुभयो? सारङ्गी मुभी भन्दा नि बढी रुवाउँछ मुभीले। ल मुभी पनि सिधो गाइस। अब म यहाँ भिडियो बनाउँदैछु हल्का। हामी चाहिँ पल्साहरू अनि कलाकारहरू सँगसँगै बसेर हेरेको गाइस। उहाँहरू यहाँ हुनुहुन्छ। अब म अगाडि गएर फोटो खिचेँ। पल्सा अनि सिमरन यताको
अनि उता ब्लू लाउने उषा, पलको उता साइडको यताको सिमरन, दुवैजनाको रोल राम्रो छ। हिरोइनहरूको पनि हिरो त हिरो भइहाल्यो, पल्सा भइहाल्नु। अनि हामी निस्क्यौँ गाइज, बिस्तारै बिस्तारै हामी निस्किँदैछु। म पल्सालाई फलो गर्दैछु गाइज, तपाईँहरूलाई देखाउनको लागि। चट्टसँगले उहाँहरू बाहिर उभिनु भयो अनि हामी बाहिर एमजी बाहिर निस्क्यो। यति भिड है, ओहो मिडियाहरू यति धेरै आउनु भएको रहेछ कि ओहो हो हटाइनु अरे हामीलाई। झन्डै कति बेला पल्सा र उषा सिमरन कलाकारहरू आउनुहुन्छ भनेर यहाँ सब मिडियाहरू चाहिँ वेटमा आउनुहुँदो रहेछ। अनि हामी बल्ल तल्ल साइड निस्क्यौँ। अनि गाइज फेरि म साइडमा भिडियो लिन थालेँ। अनि त्यस पछाडिमा चाहिँ को रुने यहाँ भन्दै म जिस्काउँदैछु है गाइज। अनि त्यस पछाडि उनीहरू चाहिँ हाँस्दैछ रुको होइन भन्दै। अनि मिडियाहरू टन्नै छ। अनि म पनि कलाकारहरू निस्किन्छ भनेर फेरि यहाँ पनि लास्टचोटि भिडियो लिनु पऱ्यो भनेर अनि म यहाँ बसेको, तर उहाँहरू निस्किनु भएन। 5-10 मिनटभित्र बस्नुभयो। अनि हामीलाई झ्याउ लाग्यो, अलि रात पनि परिसकेको थियो। अनि त्यस पछाडि गाइज हामी चाहिँ यहाँनिर वेटमा एकछिन गऱ्यौँ, यताउता भिडियो खिच्यो। अरू विपना चाहिँ निस्किनु भयो, विपना थापाको। अनि उहाँ बाबा भनेको सबैको भिडियो हेऱ्यो। यता धेरै रुने मान्छे 1 नम्बर भन्दै म जिस्काउँदैछु। अनि 1 नम्बर रुने मान्छे, 2 नम्बर रुने मान्छे, 3 नम्बर रुने मान्छे भन्दै म चाहिँ भिडियो लिँदैछु गाइज। अनि फेरि पनि एकछिन यताउता फेरि निस्किहाल्नुहुन्छ भनेर भिडियो लिन खोजेको, तर पनि निस्किनु भएन। भित्रै उहाँहरू जसले अल्मलिनु भएको अवस्था भयो गाइज। अनि यहाँ खचाखच मिडियाहरू पनि टन्नै हटाइ हुनुहुन्छ। अनि हेर्ने दर्शकवृन्दहरू पनि टन्नै हुनुहुन्छ। यहाँ कतिखेर कलाकारहरू निस्किनुहुन्छ भनेर है, एकदम भिड लागेर यति रात परिसक्यो। अहिले यहाँ 7:30 हुन लागिसक्यो गाइज। 7:30 7:30 PM पनि मान्छे यति धेरै कलाकारको वेटिङमा बसिरहेको छ गाइज हेर्नलाई। सबैजना मिडिया त अब आफ्नोको लागि खिच्नलाई बसिहाल्ने भयो, तर अरू यहाँको दर्शकहरू पनि बसिरहनु भएको छ गाइज। सबैजना टक्कसँगले होइन कुरा गर्दै। अनि यहाँ धेरै कलाकारहरू आउनु भएको रहेछ आज। मैले निकैजनाहरूलाई देखिरहेको छु। म्युजिक भिडियोको एकजना त मोडल पनि आइरहनु भएको रहेछ। अनि गायकहरू पनि हुँदो रहेछ। अनि म बाबा भन्दै निस्किँदै हुनुहुन्छ। अनि दाइ भन्ने हिरोको कलाकार प्रायः पुरै फ्यामिली नै आउनु भएको थियो। आमा मुभीको पुरा फ्यामिली कलाकार सबै आउनुभएको थियो। अनि खुसी लाग्यो सबैजनालाई देख्न पाउँदाखेरि। अनि एक्टिङ पनि सबैको आफ्नो ठाउँमा एकदमै राम्रै थियो। अनि यहाँ चाहिँ कलाकारको वेटिङमा हुनुहुन्छ सबैजना। विपना हक गर्दै हुनुहुन्छ, कुरा गर्दैछ। वा विपनाको स्किन, वा विपना यति धेरै होइन। अब यस्ता थुप्रै भइसक्यो नि त होइन। उहाँलाई हामी बच्चा हुँदाखेरि उहाँको मुभी हेरेको। अनि उहाँ त अहिले त अब आमाको रोलमा खेल्न थाल्नु भने जस्तो कति एज भइसक्यो नि त होइन। र पनि कति धेरै यङ, कति धेरै स्किन पनि एकदम क्लिन है। वाउ ब्युटिफुल देखिरहनु भएको थियो। उहाँ एकदमै धेरै ब्युटिफुल हुनुहुन्छ। अनि यहाँनिर इन्टरभ्यू भइरहेको छ गाइज। इन्टरभ्यू दिइराख्नु भएको छ। उहाँलाई चिन्नुभयो तपाईँहरूले? कतिले त चिन्नुहुन्छ होला है। म्युजिक भिडियोतिर मैले उहाँलाई देखेको थिएँ। एक्जेक्ट नाम चाहिँ मलाई थाहा छैन उहाँको, तर उहाँलाई मैले म्युजिक भिडियो देखेको छु। अनि गाइज सबैजनाको इन्टरभ्यूहरू यहाँ हामी
लिइरहेको भिडियोहरू लिँदैछु म चाहिँ। सबैजनालाई आमा मुभी मन पर्यो होला, तपाईँहरूलाई पक्कै पनि हेरिसक्नु भएकोलाई र नहेर्नु भएकोहरू हेर्नु जानु होला। राम्रो छ मुभी। अहिलेको अब यो जुन पहिलाको मुभीहरू धेरै चल्थ्यो कि अहिलेहरूको मुभीहरू चाहिँ एकदम अलिक क्वालिटी राम्रो आउन थालेको छ गाइज। राम्रो क्यामेराले लिएर होला पनि साइड सिनहरू पनि एकदम क्लियर, अनि म्युजिकहरू पनि राम्रो, सबै कुरा राम्रो एकदम धेरै फिल्म इन्डस्ट्रीमा पहिलाभन्दा धेरै डेभलप भएको छ गाइस। पहिला हामी मुभी हेर्दा र अहिले हेर्दा धेरै फरक लाग्छ अहिलेको मुभीहरू होइन। राम्रो छ जोस्। अनि हामी सपिङ गरिदिउँ न त भनेर यसो गएको बेला स्टोर पनि छिर्दिउँ गाइस। एन्ड त्यस पछाडि यसो हेरेको होइन। अनि अब चाहिँ फेरि एउटा यहाँ सपिङ गर्ने भनेर छिर्दिएको भरे खासै राम्रो चाहिँ सबै राम्रो रहेछ, तर हामीले जे खोजेको त्यो चाहिँ पाएन। अनि राम्रो लाग्यो मलाई। तर अब गर्मी आइसक्यो नि त, अनि यहाँ गर्मीको चाहिँ अब आइसकेको छैन। अहिले जाडोको पनि अब जाडो गइसक्यो होइन। केटिएममा जाडो जान लागिसक्यो, गर्मी आउन लागिसक्यो। अहिले भनेको न जाडो न गर्मी के, अनि त्यस्तो हुन्छ। अनि त्यही भएर यहाँनिर डग्गसँगले हेऱ्यौँ, राम्रो रहेछ जाडोको। अनि एउटा स्कर्ट रहेछ, मलाई मन पर्यो, नजिकबाट खिचिदिएको। तर लिन चाहिँ लिउँ हामीले। अनि एउटा ज्याकेट लिन भनेको हल्का। यहाँ गुडिया पक्रेर बसिराख्नु भएको छ कोही चाहिँ। अनि हामी निस्क्यौँ गाइस। अब हामी टक्कसँगले लिफ्टमा ओह्रालो लाग्यौँ गाइस। अब हामी रुमतिर जान तयारी, हामी बाहिर निस्किसकेको छौँ गाइस। अब टक्कसँगले म चाहिँ भिडियो बनाउनु छुटेको छैन गाइस। म चाहिँ उनीहरूलाई जिस्काउँदै पछाडिबाट भिडियो गर्दै उनीहरू हिँडिरहेको जिस्काउँदै हिँडिरहेको छु गाइस। अनि हामी बाहिर निस्किसकेको छौँ गाइस। हामी बाहिर हल्का फेरि भिडियो बनायौँ। टक्कसँगले फेरि म यिनीहरूलाई जिस्काउँदैछु। मलाई चाहिँ यिनीहरूलाई जिस्काउने काम हो गाइस। हल्का फुल्का रमाइलो गरेको भिडियो बनाउँदै तिमीहरूलाई फिल्म कस्तो लाग्यो भन्दै जिस्काउँदैछु। म टक्क लिदिउँ न त बाहिरबाट भनेर यसो खिच्दिएको गाइस। हामीले ट्याक्सी बुक गरेको छ, ट्याक्सी आउँदैछ गाइस हाम्रो। हामी फेरि ट्याक्सी चढ्छौँ। ट्याक्सी आएपछि हामी ट्याक्सीको वेटिङमा छौँ। अनि हामी टाइम पासको लागि यहाँ पनि भिडियो बनाउनु मैले छुटेको छैन गाइस। म भिडियो बनाइ नै राखेको छु। रात परिसकेको छ। थ्याङ्क यू सो मच गाइस। अब हामी गयौँ।